Yedia GS70 newly launched EV scooter in Nepal. Hello, namaste guys. It's me Sagar Bhutel. आज चाहिँ मैले Yedia GS70 को रिभ्यू लिएर आएको छु। यो चाहिँ हाम्रो Yedia को GS70 मोडल र यसको रेन्जको कुरा गर्ने हो भने यो चाहिँ कम्पनी क्लेम अनुसार चाहिँ 105 किलोमिटर कुद्छ। 0 to 100 चार्जमा भने चार्ज गर्न समय चाहिँ 5 आवर लाग्नेछ। तर यसको रियल रेन्ज के हो यो पनि मैले तपाईले चाहिँ 1-2 दिनमा चाहिँ यसको रियल रेन्ज लिएर आएर तपाईलाई भन्ने छु र यसको विभिन्न डिफरेन्ट फिचर्सहरु यो चाहिँ बेस्ट कस्तो पर्सनको लागि भन्दा जुन चाहिँ फ्यामिली बिजनेस गरेर बस्नुहुन्छ जुन चाहिँ फ्यामिली हुनुहुन्छ जोसँग अलरेडी बाइक अथवा केही छ तर सर्ट डिस्टेन्सको लागि ट्राभल गर्नलाई चाहिँ स्कुटी लिएर भन्ने खाले फ्यामिलीको लागि चाहिँ बेस्ट हो किनकि यसमा धेरै वाइल्ड रेन्ज छैन जम्मा 105 रेन्ज छ र यसको अलार्म सिस्टम हेर्न सक्नुहुन्छ मैले टच गर्दा बित्तिकै यो चाहिँ पुरा कराउने गर्दछ यहाँ हेर्न सक्नुहुन्छ यसमा भने टोटली कीलेस सिस्टम रहेको छ मैले की नलगाइकिन अब स्ट्यान्ड गरे भने यहाँ चाहिँ मेरो स्कुटी चाहिँ एकदम रेडी हुने गर्दछ हैन रहेको छ भने यो चाहिँ हाम्रो डाइरेक्ट ब्लुटुथको हेल्पबाट चल्छ तपाईले यसै ब्लुटुथकै हेल्पबाट चाहिँ यहाँ डिक्की पनि खोल्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यो चाहिँ वन सिंगल क्लिकमा चाहिँ स्कुटी पनि खुल्छ हाम्रो स्कुटीको स्पेस पनि 34 लिटर रहेको छ हेर्न सक्नुहुन्छ एकदमै वाइल्ड स्पेस छ एकदमै फ्यामिली फ्रेन्डली स्कुटी छ भने अगाडिको स्पेस अगाडिको यो बुट स्पेस यहाँ चाहिँ थोरै फोरो भए पनि एकदम बुट स्पेस पनि राम्रो रहेको छ मजाले एउटा सिलिन्डर चाहिँ तपाईले लिएर हिँड्न मिल्छ र अरु यसको एक्सटर्नल फिचर्सको कुरा गर्ने भने यो चाहिँ तपाईले किन्दा वर्थ इट छ कि नै भन्दाखेरि मेरो रेफरेन्समा मैले चलाएको एक्सपिरियन्स अनुसार एकदमै बेस्ट छ तपाईलाई चाहिँ अब तपाई इभी मा शिफ्ट गर्दै हुनुहुन्छ तपाईसँग अलरेडी बाइक छ अथवा यदि तपाईसँग बाइक छैन तर सर्ट डिस्टेन्स ट्राभल गर्ने हो भने खासै फरक पर्दैन यो तपाईले लिन सक्नुहुन्छ तर तपाईको डेली लङ डिस्टेन्स ट्राभल गर्नुहुन्छ एकदमै टाढा जानुहुन्छ मार्केटिङको लागि जानुहुन्छ भने यो चाहिँ थोरै यसको रेन्ज चाहिँ तपाईलाई कम पर्न सक्छ जस्तै यो चाहिँ मैले यसको ब्लुटुथ अफ गरे अब चाहिँ यो कसैले यो चाहिँ क्यारी गर्न कोसिस गरे भने यो चाहिँ यसरी कराउँछ भने यो चाहिँ पुरै स्कुटी नै लक भइदिन्छ हैन यो चाहिँ एकदमै राम्रो फिचर्स रहेको छ र अरु यसमा यस्तै डिफरेन्ट टाइप्सको फिचर्सहरु छ कोही बस्यो भने यसरी कराउँछ पार्टको फिचर्सको कुरा गर्ने भने यसमा चाहिँ दुई तरहको मोड रहेको छ एउटा इको मोड र एउटा चाहिँ हाम्रो स्पोर्ट मोड भन्ने छ इको मोडमा चाहिँ तपाईको टप स्पिड चाहिँ 50 सम्म पुग्ने गर्दछ भने कम्पनी क्लेम अनुसार स्पोर्ट मोडमा चाहिँ 71 को क्लेम गरेको थियो कम्पनीले तर मैले आफ्नो रियल लाइफ एक्सपिरियन्स भन्दा मैले 66 67 भन्दा माथि चाहिँ अहिलेसम्म स्कुटी गएको भेटे छैन यो अब टेक्निकल डिफिकल्टीले हो कि के हो कारण चाहिँ यसको मलाई थाहा भएन आजको लागि मात्र यति नै यसमा अझै पनि डिफरेन्ट फिचर रहेको छ तपाईलाई केही जान्न मन लागेको छ केही सोध्न मन लागेको छ भने मलाई कमेन्ट सेक्सनमा सोध्न सक्नुहुन्छ ल मेरो च्यानललाई लाइक शेयर फलो पनि गर्न नबिर्सनु होला आजको ब्लगमा यति नै म मिल्नेछु तपाईलाई नयाँ फ्रेश ब्लगमा तबसम्मको लागि गुड बाइ